बेसम फिरिरी Oh my god! Wow! छिट्टिङ पिट्टिङ तिमीलाई लिएर हिँड्नलाई सुवा खाइ दामी दामी ल फाइनली गाइजहरु आज चाहिँ घान्द्रुक आएको नेक्स्ट दिन हैन अर्को दिनको सुरुवात भइसक्यो अनि सबै बाहिर फोटोसोटो खिच्ने क्यानी घामसाम तापेर बसिरहेको छ म चाहिँ रुममा अब कपडा लाएर बसेँ अब बाहिर गएर देखाउनु पर्ने हुन्छ सबजनालाई अर्को भिडियो हैन नेक्स्ट पार्टकै भिडियो देखाउँछु अनि टक्कलाई देखाउनु तपाईहरुलाई ओ माय गॉड म त पहिलो चोटी देखेँ ओहो यस्तो बवाल यस्तो देख्न पाइदो रहेछ हिमाल चाहिँ बवाल छ है त घोडा गयो भ्या घोडा गयो भ्या ए बरे यस्तो मजाले घाम लाग्छ नि यहाँ टक्कलाएर केटाहरू माथि त्यसो त नि हेलो गर्नु कस्तो भयो हिजोको रात रमाइलो भयो नि होइन हेलो ओ हेलो टाहो के छ रात कस्तो गयो हिजोको एकदम भ्या भयो त्यस हिजो रमाइलो भएन हामी चाहिँ खानासाना खाँदाखेरि चाहिँ रमाइलो भएको थियो यहाँसम्म सब केटाहरू ओ माई गड है यसो हेलो गरिदिउँ त सबजनाले गुड मर्निङ है सबैजना ल वेलकम टु घान्द्रुकको क्या मर्निङ भ्यू हेर्न फेरि ल टक्क लाएर हिमालको भ्यू देखाइदिन्छु त म यस्तो बाबा ल अब एकछिन हामी चाहिँ यहाँ फोटोसोट खिच्नु जानु पर्ने हुन्छ त्यसपछि अहिले हामी ड्रेस लगाएर कता कता गइन्छ होइन त्यसपछि भेट्नुपर्छ ल घान्द्रुकमा मर्निङ भ्यू हेर्दै चिया खानुको मजै छुट्टै छ है त टक्क लाएर ल है घोडा घान्द्रुकमा घोडा बिहान बिहानै अब केटाहरू उता बसिरहा फोटो खिच्न उहाँ माथि हिमाल यस्तो बवाल छ कहाँ म जाने कि अहिले ड्रेस लाएर जाने कि त्यही हो होइन हिजो चाहिँ हामी रमाइलो गर्यो क्यारियो अनि जस बसेर खानपिन पनि हुँदाखेरि हामी लगभग 12-1 बजे थियो होला शुद्ध 11-2-3 बजे थियो त्यो सिधै रमाइलो नै भयो अनि त्यही हो अब नेक्स्ट भिडियो चाहिँ हिजो मैले गर्ने होइन अर्को पार्टमा आउँछ त्यसपछि त्यहाँ अर्को पार्टमा देखाउँछु सबजनालाई काटा देखियो कि मेरो यसरी काम गर्नु पर्छ अङ्कलहरूले कलाएर यसरी आउनुभयो यो कहाँ पुऱ्याउने हो नि दाजु ए यतातिरको वेदर यस्तो छ है घरहरू बवाल छ क्या रमाइलो यस्तो बवाल अहिले त्यहाँ गएर हो त्यस्तै म ड्रेस लगाएर हामी फोटो खिच्नु पर्ने हुन्छ त्यतिखेर भेटौँला अब गएर खानासाना खानुपर्ने हुन्छ ल फाइनली घोडाले ढुङ्गा बोकेछ है टक्कल अलिक क्लियर पनि आएन यार है ल घोडामा चढ्नु पर्यो
यता घोडामा हिँड्ने उता चाहिँ सामान लिएर आउनु भएको टक्क लाएर ढुङ्गाहरू यताउता यता चाहिँ अब खानाको बनाउँदैछ सबजना यस्तो भ्यू हेर्दै खानु पर्छ ल टक्क लाएर हामीले खाना खान लाग्यो होइन यता खाँदै यता खाँदै सबले यो भ्यू हेर्दै भाडा बाँध्दैको मजै छुट्टै छ नि घोडामा ढुङ्गा बोक्दै घोडामा टक्क ढुङ्गा बोक्दै ल फाइनल्ली गाइजहरू होइन हामी चाहिँ खानासाना खाएर रेडी भएर अरू केटाहरू गइसक्यो हामी चाहिँ अब घुम्न जाँदैछौँ टक्क लाएर पुरानो गाउँ भन्ने ठाउँमा हान्द्रुकको पुरानो गाउँ भन्ने ठाउँमा तपाईँहरूलाई देखाइदिन्छु यस्तो चाहिँ तल हो कि तल पाइन्छ कि अनि त्यस्तो तर सबैजना त्यही छ र फोन गरेर सोधौँ न फोन गरेर सोधौँ न अघि त्यहाँ टन्नै थियो तल त खाली छ यो रमाइलो छ यस्तो दामी छ यस्तो घर होइन ए फोन गरेर अनि त्यहाँ जाऊँ ल अहिले ल हामी चाहिँ अहिले घुम्दै घुम्दै यो चिया बगान भन्ने ठाउँमा आइसकेका छौँ ए चिया बगान भन्ने ठाउँमा आइसकेका छौँ टक्क तपाईँ देख्न सक्नुहुन्छ यस्तो छ यहाँ सबै छौँ हामी केटाहरू यता हिँड्न नसकेर ओ यो बन आएको कि यताबाट आएको बाटो नचिनेर अनि त्यही हो यस्तो छ ठाउँ त्यहाँ केटाहरू बसिरह यतातिर यस्तो छ वेदर होइन हिमाल पनि देखियो सबै ढाकेर त्यही हो जस दामी छ होइन लक्ष्मण के बोल्छौ तिमी ल भन साथीहरू गान्द्रुक अवश्य एक न एकचोटि चाहिँ अवलोकन गर्न आउनै पर्छ हो पर्छ एकदम एकदम राम्रो छ सबै यहाँ आउन नछुटाउनु होला ल यति नै भन्न चाहन्छु है ल अरू त के भन्नु वाउ ल चियाको बगानहरूमै टक्क लाएर चिया हेरौँ चिया अब यसैको खाने यसैबाट है भन्ने चियापत्तीको ठाउँ भन अब त्यही हो टक्क लाएर अब यहाँ एकछिन फोटोसोटो खिच्ने क्यार्ने रमाइलो गर्नुपर्ने हुन्छ अहिले एकछिनमा भेटौँला है त टक्क लाएर नमस्ते रेशम फिरिरी Oh my god! Wow! तेरा चम्की ठाडामा भन्ज्याङ रेशम फिरी छिट्टिङ पिट्टिङ तिमीलाई लिएर हिँड्नलाई सुवा है दामी दामी यता छेउतिर नबस्छ के झुकेर भयो भने यता आऊ त गए घोडा खच्चर छ त्यो खच्चरले यस्तरी सामान बोक्छ टक्क लाएर यो ढुङ्गा कहाँदेखि ल्याउनु भएको ए ल है हाम्री प्यारी बहिनी एक्लै नाचिन् आफ्नै तालमा होइन यस्तो पो हो र रमाइलो न कसैको मतलब न के ढुक्क भएर नाच्दैकोलाई कोही चाहिँदैन सबै खच्चरले सामान बोकेर आउँदैछ है टक्क लाएर एउटा दुईवटा तिनवटा चार पाँचवटा छवटा ल गुड मर्निङ गाइजहरू दिस इज द नेक्स्ट डे होइन हामी चाहिँ अर्को दिनको सुरुवात भइसकेर लागेको छौँ हाम्रो यात्रा घरतिर होइन हामी झरिसक्यौँ थोरै तलतिर भाँडासाँडा बोकेर आउँदैन केटाहरू कोही गइसके कोही आउँदैछन् अनि हामी चाहिँ झरिसक्यौँ अब यो रमाइलो भयो टक्क लाएर होइन ठाउँ पनि यस्तो बवाल छ यो ठाउँमा चाहिँ एकदम एकचोटि अवलोकन गर्नै पर्छ होइन टक्क लाएर मिलाएर आउनु होला ए बवाल छ घान्द्रुक जाडो चाहिँ यस्तो दामी छ होइन यो न्यानो लुगा चाहिँ लाएर बिहान बेलुका त ला जाडो यता मगर ड्रेसहरू लगाएर गर्नुभएको छ कस्तो मजाले के ड्रेस लाउने भनेको हिजो के भयो भ्याउँदै भएन कि होइन यताउता काम गर्दा भ्याउँदै भएन त्यही हो लक्ष्मण कस्तो रह्यो यात्रा एकदम राम्रो हो नि नसोचेको भन्दा नि त्यही उतातिर हिमाल चाहिँ
त्यो कुहिरोले ढाकेछ होइन हामी बसेको चाहिँ उहाँ माथि हो त्यहाँबाट झरिसक्यौँ ए केटाहरू आउँदैछ यहाँ उहाँ छन् दुईजना ल अब हामी तल बसमा पुगेपछि भेटौँ ल है ल केटा तात्ती खाने इ चारजनाले दुईवटा बोक्न पर्यो जाम वाउ यस्तोहरू किन हाल्ने बाटो पनि दामी ऊ त्यहीँ तल बस पार्क होइन त्यहाँसम्म लैजानु पऱ्यो पोकेसम्म है कट्कला र अहिलेसम्म भिडियो बनाउँदै थिएँ फेरि भिडियो बनाउँछ काम गर्दैन भन्नु होला पालै बोकेछ त्यही हो अब त्यहीँ तल लैजानु पर्ने हुन्छ अहिले एकछिन भेटौँ ल है ल फाइनली गाइजहरू हामी चाहिँ घान्जुङबाट लाग्यो घरतिर होइन 10 जना बसिसक्यो त्यही हो अब रमाइलो गर्दै जानुपर्ने हुन्छ